मेरो भिडियोलाई हाई भन्नु त बुढो। हामी चाहिँ अब आज कति भयो लाइफमै फर्स्ट टाइम होला है, दुईजना मात्र प्लेनमा जाँदैछौँ। बिहे गरेको कति वर्ष भयो? 14-15 वर्ष भयो। अनि 16 वर्ष फर्स्ट टाइम हामी दुईजना प्लेनमा हिँड्दैछौँ। फर्स्ट टाइम एभर। त्यही भएर अहिले चाहिँ हामी ग्रोसरी स्टोर जान लागेको जस्तो फिल आइरहेछ। ल अब हामी भेगासमा भेटौँला है। ल हामी ड्युटी फ्रीबाट हुँदै अब गयौँ हाम्रो भेगासतिर। बस्ने ठाउँ पनि यस्तो बनाएको हो। यो बस्ने ठाउँ पनि हो के यो पूजा गर्ने ठाउँ जस्तै। प्लेनमा चाहिँ पनि पुरै हुने छ। The flat end into the buckle. Pour attacher votre ceinture de sécurité, insérez la languette dans la boucle. ए यहाँ हिउँ सफा गर्छ कि क्या? प्लेनको पखेटाभरि नै पु छ, हिउँ छ। के भन्नु, जाडो देशमा पुरै हिउँसँगै उड्न लागेको छ। अब भरे अर्को फाइनल डेस्टिनेसनमा चाहिँ कस्तो छ है त। जस्तो छ यहाँ प्लेनलाई आउँदैछ। के लेख्नु हुँदो रहेछ? हामीलाई प्लेन धुइँदैछ पुरै हिउँ भएर माथि माथि। अब चाहिँ सफा भयो। अब चाहिँ हामी हिँडेको भुइँ चाहिँ चिप्लो भइरह होला अहिले माथिबाट चाहिँ। पर चाहिँ
भेगास भन्ने बित्तिकै जतै ऊ मात्र राख्दै गयो खेल्नको लागि गेम मात्र Vegas. हामी ट्रेन चढेर जाने हो ओ टर्मिनल 3 आइया भनेपछि यदि ब्यागेज नभएको भए हामी सिधै एक्जिटमा हो रेड लाइन टर्मिनल 3 ओके अब हामी ट्रेनमा चढेर जाने हो ब्यागेज लिन एक ठाउँमा झारिदिन्छ तर यस्तो नि त बुढा गन कसो त नि अचम्म छ हामीलाई त्यत्रो ल्यान्ड भएर पनि कति मिनट त गुडायो प्लेनमै अब हामी फेरि ट्रेन चढेर जानुपर्ने जाम ल जाम ओके जाने होइन अब ट्रेन चढेर झोला लिन जाने अब हामी चाहिँ लस भेगस एयरपोर्टबाट एक्जिट भयौँ अब हामी ट्याक्सीमा चढेर जाने कि पब्लिक बसमा जाने भनेर विचार गर्दैछौँ ट्याक्सीमै जाने हो पब्लिक बसमा जाँदा नि केही फरक पर्दैन छुट्ने केही पनि छैन के ल ट्याक्सीहरू आउँदैछन् बुढोले चाहिँ सानो सुटकेस तान्दै मलाई पछाडि छोडेर हिँड्नु हुँदैछ यही ट्याक्सीमा जाने हो भनेर चाहिँ कसरी थाहा भयो यही ट्याक्सी चाहिँ हामीलाई कुरेको भनेर कसरी थाहा भयो त्यो त उसको टावर नि एयरपोर्टको टावर अनि भेगास यो चाहिँ भेगासको फर्स्ट डे हो अब हामी यहाँबाट पब्लिक बसको टिकट काटेर ट्रकले बोल्नै दिएन हौ पब्लिक बसको टिकट खोजेर हामी अब कहाँ जान्छौँ हो त्यहाँ अगाडि चाहिँ एयरपोर्ट छ त्यो एयरपोर्टको छेउमा ठ्याक यहाँ रहेछ प्राइभेट कि सबै यो प्लेनहरू यो सबै यो प्राइभेट ए है मैले त बिर्सिनँ हामी त यहाँ ट्याक्सीमा पाएको भनेर हामी त हेर्छौँ यो 3 घन्टा अगाडि चाहिँ हामी यस्तो चिसो अनि बेसरी हिउँ भएको ठाउँमा थियौँ अबको 3 घन्टामा अहिले 3 घन्टापछि चाहिँ हामी यस्तो गर्मी अनि उ त्यो के भन्छ खजुरको बोटहरू पाउने ठाउँमा यो 3 घन्टाको फरकमा हामी यहाँ आइपुगेको छौँ हजुर के लागेन अनि मेरो गाइड चाहिँ उहाँ पछाडि हुनुहुन्छ उहाँ चाहिँ लास्ट इयर पनि आउनु भएको थियो त्यही भएर त्यो वर्षको चाहिँ मेरो गाइड उहाँ अब कहाँ घुमाउनुहुन्छ त्यहाँ घुम्ने हो अब म त टुरिस्ट परिहाल्ने प्रत्येक वर्ष भेगास घुम्न आउने ताकि के अरे धारामा पानी लिन गएको जस्तै बाटो बनाएर लु गाइजहरू त्यो परको चाहिँ हामी मण्डलय भव्य भन्छौँ कि म्यान्डले भन्छ के भन्छ यसलाई मण्डलय भन्छ हाम्रो नेपालीमा त
मेरो स्वेटर त त्यही झरेछ हौ बुढा लिन जाँदै हुनुहुन्छ भुइँमै झरेछ हामी चाहिँ अब यहाँ केही खाएर जानेवालामा छौँ ठन्डा रेस्टुरेन्ट रहेछ है के भन्छ होटलै हो escalator चिसो ठाउँबाट आएको केही घन्टा अगाडि मात्र हामी कस्तो धेरै चिसोमा थियौँ अहिले यस्तोमा हुन पाउँदा त ओएमजी कति धेरै खुसी के मेरो आजको समाचार चाहिँ हामी त्यहाँ पारीबाट माथि चढेर अनि हामी पुल पारी आउँदैछौँ यही हो मेरो समाचार City Center. War verarscht. Die Leute, die so eine Auto haben hier hinten den Propeller. Das ist immer aufgeblasen. अब हामी चाहिँ जाँदै छौँ त्यहाँ अगाडि भएको स्ट्राट यो होटलमा चाहिँ हाम्रो आज बसाइ हुनेवाला छ अब हामी चेक इन हुने अनि त्यसपछि फेरि जाने हो घुम्नलाई ड्रोन यत्रो छ भने त अब हामी चाहिँ होटलभित्र जाँदैछौँ यो चाहिँ पार्किङ र पार्किङ माथि होइन पार्किङ माथि ड्रप अफ गर्ने ठाउँ पनि चिलिक्क टल्किन्छ त ओहो आइपुग्यो ल यहाँ त के हो होटल छिर्न पाएको छैन पुरै क्यासिनो गेम सुरु होइन बुढो छिरेकै सुरु भइहाल्यो ल अब हामी चाहिँ होटलको भित्र छौँ तर यहाँ हिँड्ने बित्तिकै यो चाहिँ होटलमा चेक इन हुनको लागि लाइन अप है अब धेरै बिजी चाहिँ हुँदो रहेछ यति लामो कि चेक इन हुने ठाउँ पनि यो चाहिँ हामी टावर चढ्नको लागि टिकट लिन आएको ओके यो चाहिँ 108 फ्लोर माथि छौँ जम्मा यसको हाइट के अरे ऊ चाहिँ 109 फ्लोरसम्म रहेछ हामी चाहिँ लास्ट सेकेन्ड फ्लोरमा छौँ ओ तर त्यहाँ गएपछि थाहा हुन्छ रियालिटी त ओ यो हेर्नु र तल ल है तल हेरौँ है म तिमीलाई भन्छु अब यो डाउन टाउन है भेगासको डाउन टाउन थियो बाँकी सब रेसिडेन्सियल जस्तै नै हो ठ्याक्कै गाउँतिर जस्तै होइन चट्टा चट्टा रोडहरू कति दामी सर्ट सर्ट प्लानिङ भइहाल्छ मान्छेहरू त्यो
त्यो केही ऊ यो छैन डाउन टाउन जस्तो होइन कति सिधा सिधा छ गफ सिधा पनि त त्यस्तै हुन्छ यो चाहिँ भेगासको डाउन टाउन हो यो चाहिँ भेगासको डाउन टाउन रे है हाम्रो गाइड गाइड साहबले गाइड साहबले ओके गाइड साहब नै होस् गाइड साहबले भन्नुभएको गाइड साहब गाइड साहबले भन्नुभएको यो चाहिँ डाउन टाउन यो चाहिँ डाउन टाउन यो भनेको चाहिँ डाउन टाउन हो भेगासको त त्यति ऊ छैन तर यहाँ चाहिँ फेमस तर कहिले स्टडी गर्नुभयो यसको बारेमा के कहिले गर्नुभयो यस्तो धेरै नलेज बटुल्ने यो गर्नु भनेको चाहिँ एउटा यो चाहिँ उपत्यका हो चारैतिर डाँडा छ अनि चारैतिर होइन सबैतिर डाँडा छ नि डाँडा पाहाडहरू चाहिँ फेरि सब माटोको पाहाडहरू मात्रै है फेरि हो र सबै माटो भन्दा पनि अब ढुङ्गा माटोको पाहाड क्या पुरै मरुभूमि पाहाड क्या मरुभूमि यो चाहिँ मरुभूमिको पाहाडहरू रे पुरै मरुभूमिको पाहाड पुरै मरुभूमिको पाहाडको बिचमा चाहिँ उपत्यका अब जाउँ घर प्रत्येक घर प्रत्येक घरको पोस्टमा स्विमिङ पुल छ यो चाहिँ भरे रातिको लागि रेडी गरेको हो कि क्या हो है कि के हो त्यो तलको होला है सो देखाउने भरे सो देखाउनलाई होला रेडी गरेर राखिराखेको होला कि सायद अहिलेको लागि चाहिँ यो भिडियो यतिसम्म नै अब भरे राति फेरि भेटौँला अर्को भिडियोमा हस् हस् हजुर हस् है बाई हजुर